रातिर म चाहिँ मल बोकेर बारीतिर जाँदैछु। यो बर्खाको मल चाहिँ एकदम चिसो गरम हुन्छ र पनि एक डोको चाहिँ टेन्नै बोकिन्छ साथी हो। साथीहरू अहिले बिहानको मौसम चाहिँ यस्तो रमाइलो छ, चराचुरुङ्गी आफ्नो धुनमा कराइरहेको छ भने चाहिँ म चाहिँ यसरी बारीमा आएको छु। यहाँ माथिल्लो कान्ला चाहिँ अब मकै फल्नु आँटिसकेको छ अनि यो कान्लामा चाहिँ फेरि म मकै रोप्नु आइरहेको छु। यहाँ परतिर पनि मकै ठुल्ठुलो भएको छ। अब यहाँ रोपेको मकै चाहिँ अहिले रोपेको मकै चाहिँ भोलि पर्सि अगस्त सेप्टेम्बरतिर मजाले पाक्छ। अब चाहिँ यहाँ म मकै रोप्नेछु र तपाईँहरूतिर त मकै पाकिसक्यो होला। यहाँ चाहिँ भर्खर पनि रोपाइ हुँदैछ। यसलाई चाहिँ पछुवा मकै भन्छ साथी हो। पछुवा मकै रोप्नुपर्छ, मिठो हुन्छ, एकदम दामी हुन्छ। अहिले चाहिँ मैले ड्याङ खनिसकेर यसरी मल फिन्जाइसकेको छु। अब यसमा चाहिँ बिउ लाउनु पर्ने हुन्छ साथीहरू। मैले चाहिँ ड्याङमा रोप्छु मकैहरू चाहिँ। साथीहरू अहिले बिहानको काम चाहिँ सकिसकेको छु र तपाईँलाई धेरै धेरै धन्यवाद। र यो मकै रोपेकोदेखि फलेको खाएकोसम्म चाहिँ तपाईँको माझमा भिडियो आउनेछ। अब दिउँसोको कामको लागि जानुपर्ने हुन्छ सबैलाई। बाई बाई।